एउटा राष्ट्रको एजेन्डा हुँदैन। उहिले ती सुकुम्बासीहरूको चाहिँ लगत सङ्कलन गरेर वान बाई वान को सक्कली को नक्कली, भोलि भोट हालिहाल्छ नहालिहाल्दैन मतलब भने भोट हाल्छ कि यता हाल्छ कि उता हाल्छ कि भनेर बस्नु नै सबैभन्दा ठुलो मिस्टेक हो। पहिला हाम्रो पार्टीको माओवादीको सरकार हुँदाखेरि सुरुमा एकचोटि अब त्यो घर पनि बनाएको रहेछ है, त्यत्रो अपार्ट 10-12 करोडमा अपार्ट बनाएर चाहिँ अब त्यहाँ सार्ने भनेर त्यो अपार्ट बनाइसक्यो। त्यो अपार्टमा तिनीहरू किन गएन, राज्यले त एक किसिमको अडान राख्नुपर्छ नि त। त्यतिखेर अरू पोलिटिकल पार्टीहरूले पनि त्यतिखेर बाबुराम भट्टराईलाई सपोर्ट गर्न पर्दैन। तिमीहरू त्यहाँ जान्छौ कि जाँदैन, गए जा, नगएदेखि निकाल्छौ हामी यहाँबाट, त्यहाँबाट तिमीहरू असुरक्षित छौ, यहाँ तिमीहरू जसरी पनि यहाँबाट निस्किनु पर्छ भनेको भए अस्तितिर त मान्छे मर्दैन थियो है। त्यो सानो सानो मान्छेहरू बाढीले मरिरहेको छ। यो बालन शाहको एकदम सही कन्सेप्ट हो यो। त्यहाँ मान्छे मर्न दिनु भने त्यो त धराप हो है। त्यहाँनिर त्यो चाहिँ जुन बागमती खोलामा धराप बनाएर राख्ने 10 वर्ष 20 वर्षसम्म त्यो समस्या उहिले समाधान गर्नु पर्दैन। राज्यले चाह्यो भने जे नि गर्न सक्छ। बालन शाहलाई यो कुरामा सबैले सपोर्ट गर्नुपर्छ, तर मानवीयता राख्नु पर्यो है। त्यहाँ अब स्टुडेन्टहरू, इक्जाम दिने स्टुडेन्टहरूदेखि लिएर धेरै रहेछन्, बुढाबुढी होलान् है, कस्तो कस्तो मान्छेहरू छन्, उनीहरूको पुनस्थापना कसरी गर्ने सरकारले सोचेको होला हो। त्यो कुरामा चाहिँ सरकारको कमजोरी भयो भने त्यहाँ आलोचना गर न। अब हालिले डोजरले त मान्दैन मान्छे, अलिअलि त अब त्यो गर्न पनि पर्छ। सुबो लगाएर मान्छे मान्दैन। त्यो हुकुमबासी कति रहेछन्, ती हुकुमबासी निस्किनै मान्दैन त। तिनीहरूले गर्दा अरू असली सुकुम्बासीले चाहिँ आफ्नो सेवा सुविधाहरू राज्यबाट पाउने सहयोगहरू नपाउने भयो है। त्यसले गर्दा त्यहाँ सक्कली सुकुम्बासीलाई चाहिँ त्यहाँ चाहिँ त्यो समस्या भइरहेको देखिन्छ। त्यसले गर्दाखेरि यस्तो कसैको भनाइमा त्यसमा नलागिकन राज्यको आधिकारिक सूचनामा लाग्ने। यो बालन शाहको एउटा कमजोरी के छ भने कुनै पनि कुरा बोलेर पनि जनतालाई भनिदिनुपर्छ। प्रधानमन्त्री जस्तो पदमा भएको मान्छेले है, त्यो चोरले गरेर जस्तो काम प्रधानमन्त्री भइसकेपछि गर्नु हुँदैन। यथार्थ रूपमा आफ्नो जनतालाई नचाहिने कुरा गर्न नि हुँदैन, नसक्ने काम यो गरिदिन्छु र त्यो गरिदिन्छु भनेर भन्नु पनि हुँदैन। किनभने भोलि त्यो काम गर्न सकेन भने फेरि नेक्स्ट लेभलको फ्रस्ट्रेसन त्यहाँ आउँछ कि। त्यो आयो भने फेरि अर्को विध्वंस हुन्छ र देशलाई चाहिँ झन् बढी आर्थिक भार पर्न जाने, धनजनको क्षति हुने त्यो हुन्छ। त्यो भएर किनभने एउटा चाहिँ प्रधानमन्त्री जस्तो पोस्टमा मान्छे बसिसकेपछि चाहिँ त्यो एउटा मेयर जस्तो पनि होइन, एउटा साधारण पद पनि होइन, विश्वले हेरिरहेको हुन्छ है। नेपालको प्रधानमन्त्रीको चाहिँ के हो त, राजनीतिक पद हो त्यो पनि प्रशासनिक पद होइन। राजनीतिक पद भएको कारणले राजनीतिक रूपमा चाहिँ आफ्नो भिजन पनि क्लियर गर्नुपर्छ विश्व समुदायलाई है। अनि संसदबाट बोल्नुपर्छ है। अबदेखि यो सांसदहरूलाई म भन्न चाहन्छु, अबदेखि सिंहदरबारमा सांसद जाने होइन कि त्यो गलत प्रथा हामीले बसाउनु हुँदैन। किनभने त्यो चाहिँ टोटल्ली डिक्टेटरले गर्ने काम हो। त्यो कसैलाई पनि त्यस्तो खालको त्यो वातावरण दिनु हुँदैन। किनभने प्रधानमन्त्रीले त संसदमा आएर कार्यकारिणीले जवाफ दिने हो है। संसदले उठाएको प्रश्नहरूको जवाफ दिने हो। संसदमा चाहिँ हरेक कुरा रेकर्ड हुन्छ के अरे सांसदहरूले बोलेको। यसमा हर्क साम्पाङ सही लाग्छ है मलाई फेरि। किनभने हर्क साम्पाङले जवाफ दियो, संसदमा आएर दियो। तिमी सब कुनामा म किन भेट्नु होला, एक किसिमले त्यहाँको प्रतिनिधि केही समस्या छन् भने राख भनेर बोलाउनु व्यवहारिक हिसाबले ठिक होला। त्यो राजनीतिक हिसाबले ठिक कुरा हो है। त्यो प्रथा नै हामीले राख्नु हुँदैन कि हो। प्रधानमन्त्रीले चाहिँ बोलाउन सक्छ, कसलाई बोलाउन सक्छ त भन्दा कार्यकारिणीहरूलाई बोलाउन सक्छ, गाउँपालिका अध्यक्षहरूलाई बोलाउन सक्छ, जिल्ला प्रशासन कार्यालयका मान्छेहरूलाई बोलाउन सक्छ। विभिन्न निकाय हुन्छ नि त राज्यको,
सरकारका कार्यकारिणी निकायका जुनसुकै संयन्त्रलाई चाहिँ बोलाएर उसले निर्देशन दिन पनि पाउँछ, उसले चाहिँ नि कुनै प्रस्तावहरू राख्न पनि पाउँछ, उसले चाहिँ त्यहाँका समस्याहरूलाई सोध्न पनि पाउँछ। तर जो चाहिँ लेजिस्लेटिभ छ, लेजिस्लेटिभमा संसद भवन किन चाहियो? सांसद भनेको त त्यही सांसदहरूले बनाएको एउटा प्रधानमन्त्री पनि एउटा सांसद हो है। त्यही सांसदले चाहिँ र पार्टीले विश्वास गरेर एउटा प्रधानमन्त्रीलाई चाहिँ त्यो पद दिएको हुन्छ। प्रधानमन्त्री कुनै त्यस्तो ठुलो मान्छे केही होइन क्या। प्रधानमन्त्री पद भनेको सम्बन्धित पार्टीले विश्वास गरेर दिएको हो है। अब यो चाहिँ के अरे वेस्टमिन्स्टर सिस्टममा बिना पार्टीको प्रधानमन्त्री हुनै सक्दैन है। पार्टी नै हुनुपर्छ प्रधानमन्त्री हुनलाई। त्यो भएको भएर किनभने यो चाहिँ एकदमै गलत छ है, एकदमै गलत छ। त्यो भएको भएर त्यो कुरामा सुधार गर्नु पऱ्यो। त्यो अरू कुरा यो सुनवासी समस्या, अर्को समस्या, कुनै पनि कुराको लजिक छ भनेदेखि हामीले त्यो कुरालाई सपोर्ट गर्नुपर्छ कि जुनसुकै पार्टी होस्। हामी विचारको हिसाबले हामी फरक भए पनि यो पार्टी जुन भन्टी पार्टी छ, यो पार्टीको विचारसँग हामी सहमत छैनौँ। तर राष्ट्रिय पुँजीको विकास गर्ने र देशमा अहिलेसम्म जुन असन्तुलित आर्थिक जुन चक्र छ देशको, त्यसलाई चाहिँ सन्तुलनमा ल्याउने र मूल्य वृद्धिलाई घटाउने यस्ता तमाम रोजगारीहरू सृजना गर्नुदेखि लिएर यस्ता कुराहरूमा चाहिँ राम्रोसँग चाहिँ राज्यले प्रधानमन्त्री अथवा चाहिँ तत्कालीन सरकारले काम गर्छ भने हामीले त्यसलाई सहयोग गर्नुपर्छ। त्यसको विकल्प छैन। त्यसैले किनभने अहिले त कम्युनिस्टहरू त्यसै पनि नेपालमा चाहिँ सेटब्याक खाइरहेको अवस्था छ भने त्यसले गर्दा यो अनावश्यक कुरामा प्रधानमन्त्रीलाई सरकारलाई असहयोग गर्ने यो होइन। पोलिटिकल पार्टीले भने चाहिँ पोलिटिकल एजेन्डामा चाहिँ काहीँ त्यसो तलमाथि हो, पोलिटिकल एजेन्डामा चाहिँ गडबडी भयो, पोलिटिकल एजेन्डामा चाहिँ लङ टर्मको लङ टर्ममा असर गर्ने खालका चाहिँ कुनै निर्णयहरू भए, राजनीतिक रूपमा चाहिँ कुनै फरक निर्णयहरू भए, जस्तै संविधानका संशोधनहरू भए, कानुन बनाउने कुरामा चाहिँ दीर्घकालीन रूपमा असर पार्ने गरी कुनै कानुनहरू बने, संसदीय समितिहरूले चाहिँ कुनै गलत निर्णयहरू गरेर कुनै नियमावली तथा कानुनहरू चाहिँ गलत चाहिँ उनीहरूले चाहिँ बनाउन खोज्यो भने राजनीतिक पार्टीको मान्छेले त्यहाँ आवाज उठाउने। त खुद्रा मसिना कुरामा लाग्नु हुँदैन सिधै कुरा। किन त भन्दा सुकुम्बासी समस्या त जसले गरे पनि समाधान गर्नुपर्ने समस्या हो नि त। त्यो राखिराख्नुपर्ने समस्या हो र। खोलाको किनारमा मान्छे कहिलेसम्म राख्ने? त्यो बाढी आएर मान्छे बगाएर लग्यो भने त्यो देशकै जनजनको क्षति भयो। अब त्यहाँ तिनीहरू बसेको कारणले छेउछाउका मान्छेलाई पनि असर पर्यो होइन। अरू मान्छेतिर बाढी छिरिन्छ नि त, त्यहाँ खोला तिनीहरूलाई हटाएर चाहिँ खोला चाहिँ राम्रो बनायो, त्यो मापदण्ड लागु गऱ्यो भने त अरू मान्छेहरू बच्यो हो। त्यो सहरको सुन्दरता पनि भयो, हरेक कुरा हुन्छ। त्यहाँ बोट चलाएर हिँड्न सक्ने वातावरण होला, खोला सफा भइसकेपछि वारिपारि रुख रोप्न सक्ने स्थिति होला होइन। त्यसले गर्दा यी सबै कुरालाई ध्यान दिएर विरोधका लागि विरोध हामी नगरौँ। थ्याङ्क यू।